म हस्पिटल पुगिसके हस्पिटल देख्न सक्नुहुन्छ यही हो यहाँको हस्पिटल एभ्रीवान गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ 2023 को फर्स्ट डे सबैजनालाई ह्याप्पी न्यू इयर अनि आज चाहिँ मैले आफ्नो पसल देखाउन गइरहेको छु हैन सबजनाले भिडियोलाई लास्टसम्म हेरिदिनु होला ल इन्जोय गर्नुहोस् खानासाना खाइसक्यौं अब हामी जानुपर्ने हुन्छ पसलमा अनि दिनभरि त्यतै बस्छौं अनि साँझ फेरि यही रुममा आउँछौं अनि त्यही हो ल अब पसलमा जान्छौं बाइ सो गाइस हामी अब पसल खोल्छौं पसलमा आइसक्यौं सो चाबी बाबु गाइस यो पसल भित्रदेखि पस्दा खोल्नु फटाफट सो गाइस यही हो मेरो पसल हैन बङ्गलाचुर गाउँपालिकाको अब यहाँ चाहिँ पसल छ मेरो यो साइडमा चाहिँ म काम गर्छु हैन यहाँ चाहिँ गहनाहरू राख्ने र यो चाहिँ पसलको एरिया हो यो चाहिँ मेरो बाइक हो यो चाहिँ चिन्नु भएको छ यो चाहिँ भाइ हो हैन यहाँ चाहिँ सुन तौल्ने यही हो मेरो खोलिसक्यौँ अब काम गर्नुपर्ने हुन्छ हल्का पसल सब अहिले चाहिँ घाम लाएर त्यस्तो राम्रोसँग भ्यू केही देखेको छैन घाम लाएर भन्दा पनि यो ठाउँमा पुरा कुहिरो लागेको छ सो द्याट यहाँ त्यस्तो राम्रोसँग केही भ्यू देखेको छैन तर जब घाम लाग्दैन त्यो बेला चाहिँ यो ठाउँको भ्यू यस्तो राम्रो देखिन्छ नि गाइस यो ठाउँ मलाई एकदम राम्रो लाग्छ कि एक्लै बस्न हैन आनन्द छ बजारदेखि हल्का टाढा हैन एक्लै बस्दा आनन्द मिल्छ बस्ने एकछिन बसौँ अनि फेरि फर्किनु पर्छ हैन पसल पनि हेर्नु पर्यो अब के गर्ने त पसल गरिसकेपछि अब पसलमा पनि चाहिँ टाइम दिनु पर्यो सो द्याट धेरै बेर टाइम वेस्ट गर्दैन म अहिले 11:20 गएको छ एकछिन बस्छु 5-6 मिनट अनि म यहाँबाट जान्छु त्यही हो हैन यहाँ चाहिँ म बस पसल गर्न लागेको मेरो घर चाहिँ दाङ देउखरी हो जो अहिले राजधानी बनेको छ त्यहाँ हो मेरो घर चाहिँ अहिले म चाहिँ पसलको काममा यहाँ आएको छु आफ्नो म चाहिँ त्यो ठाउँदेखि आइगे पसलमा मान्छे आएको भयो हुनाले यहाँ आउनु पर्यो तिमीहरु रुनु भएको छ अब रुनु काम गरेछु म तपाईलाई मिलाइदिएको छु नि मैले अनि मेरो 150 रुपैयाँ कम दिनुहोस् मैले 1500 को सेल गरिसकेँ एउटा सिक्री बेचिसकेँ
म चाहिँ अब वेट चेक गर्न जाँदैछु हस्पिटलमा अगाडि हस्पिटल छ वेट चेक गर्न जाँदैछु कति छ लास्टै दुब्लाइयो कि अब वेट चेक गर्नु पऱ्यो नि त कति छ भनेर थाहा पाउनु पऱ्यो होइन त्यही अनुसार अब डाइट खानु पऱ्यो धेरै वेट लस भयो भने पनि गाह्रो हुन्छ नि त मान्छे म हस्पिटल पुगिसकेँ हस्पिटल देख्न सक्नुहुन्छ यो यहाँको हस्पिटल कता हो थाहै नै छैन प्रयोगशाला कता हो थाहै नै छैन त्यही पनि जाम होइन दाइ वेट चेक गर्ने कता यता सो यता छ अरे वेट चेक गर्ने अब म चाहिँ गइरहेको छु वेट चेक गर्न कहाँ छ हेर थाहा नै छैन वेट चेक गर्ने कता छ वेट चेक गर्ने मलाई यता हो थ्याङ्क यू यता छ अरे अब वेट चेक गर्ने लु ए यहाँ हो हजुर 6 केजी रहेछ निस्किसक्यो अब म जानुपर्ने हुन्छ पसलमा किनकि मान्छे नास्ता खानुपर्ने हुन्छ सो नास्ता भन्दा पनि चिया पिउनु पर्ने हुन्छ सो म अब चिया भन्न गइरहेको छु आन्टी चिया बनाउनु न 2 कप है 2 नोट आइसकेको छ अब चियासँग टक्स त दुनोट खाइन्छ बसेर 10 रुपियाँ रिटर्न पनि आइसकेको छ चिया आइसकेको छ चिया खान्छौँ बच्चस चिसो लास्टै बढिरहेछ गाइस लास्टै चिसो छ अहिले टाइम भयो 3 बजिसक्यो चिसो लास्टै बढिरहेछ पसल बन्द गर्नुपर्ने हुन्छ सो पसल बन्द गरेर हामी घर जान्छौँ घर गएर खानासाना बनाएर सुत्छौँ सो आजको भ्लग यहीँसम्म थियो थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भएकोमा मन परेमा साथीहरूलाई सेयर गरेर भिडियोलाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरेर भिडियोलाई कमेन्ट गरेर जानु होला हस्त बाई